माथि माथि जाँदै थिएँ, माथि नै जाँदै थिएँ। दौडेर त्यहीँ पुगेँ। 1 घन्टा जति हिँडेर त्यहीँ पुगेँ। त्यहाँ पनि केही पनि छैन। अनि अलमोस्ट होप हराइसकेको थियो, अब चाहिँ कतै छैन भनेर रेडियोमा नि के रिप्लाई आएन। सबै सक्यो, अब चाहिँ भेट्दैन। एक चाहिँ डोरी टाँगेर तल ऱ्याफ्टिङ गरेँ, तल गयो अनि यसो हेरेर अब चाहिँ फर्किन्छु भन्ने मिलाएको थिएँ। म पछि हेर्दा चाहिँ माथिबाट आफै आउँदै रहेछ बिस्तारै। मलाई अलि डेन्जर नै लाग्यो अहिलेसम्म चढेको हिमालमध्येमा। बढी रिस्क, अनि त्यसपछि यस्तो स्पेस भयो अनि विन्ड पनि एकदम हाई चल्ने समिटमा, चेन्ज भइराख्ने। समिट अस्ति अन्नपूर्ण चाहिँ लगभग 1 महिनाको एक्सपिडिसन भयो यसपालि। अनि समिट चाहिँ हामीले अप्रिल 18मा गरेको थियो। त्यसले चाहिँ माथि 7374 जतिमा चाहिँ भेटेको थिएँ मैले। त्यति बेला एकदमै सिरियस कन्डिसनमा थियो रहेछ, खुट्टा टेक्न सक्ने थिएन। अनि मैले फेरि त्यहीँ पनि उसलाई कोक खुवाएर तिमी चाहिँ तल जाऊ, अब सक्दैन, यसरी एकदम रिस्क हुन्छ भनेर उसले त्यहाँबाट अनि उठ्दाखेरि बोल्न नसक्ने एकदम त्यस्तो भन्यो उसले मलाई। अनि मसँग क्याम्पमा एउटा एक्स्ट्रा अक्सिजन थियो, अनि त्यो ब्याकअप अक्सिजन चाहिँ उसलाई दिएर अनि सँगै तल लिएर आएको। दावाको रेडियो कल चाहिँ क्याम्पटुम हुँदै आएको फर्स्ट टाइम चाहिँ। दावाको चाहिँ कस्तो भएको थियो रहेछ भन्दाखेरि ऊ चाहिँ अलि हेलुसिनेट भयो जस्तो मेरो विचारमा, अक्सिजन कम भएर। अम्बल मान्छे एकदम राम्रो हुनुहुन्छ। हजुर, उहाँको बुढी 2 जना बच्चा हुनुहुन्छ। क्वेसन गऱ्यो क्याम्पको कटै कटेन भन्दाखेरि कट्यो होला मात्रै भन्यो उसले चाहिँ, यादै भएको छैन उसलाई त्यो। अनि पछि चाहिँ फेरि उसले बेलुका 4-5 बजीतिर चाहिँ हात पनि खाएछ भन्नु थाल्यो, मेरो हात पनि कालो भइसकेछ भन्नु थाल्यो। त्यसपछि चाहिँ झन् चिन्तित हुन थालेँ। म चाहिँ फेरि त्यो मरियाको पनि एक त मरियालाई पनि डोराइरहेको थिएँ, फेरि मेरो क्लाइन्ट पनि सँगै थियो पल पनि। क्याम्प 1मा छु अनि साथी फेरि माथि क्याम्पको माथितिर कहाँतिर छ, अब तल जाउँ कसरी तल जाउँ, माथि जाउँ फेरि कहिले माथि पुग्नु, एकदमै चिन्ता चाहिँ लागेको थियो। आज पोसिबल दवा आफै सक्यो भने सक्यो, नभए चाहिँ भोलि बिहानै जान्छु भनेर सोचिरहेको थिएँ। 1:30 भएको थियो बेस क्याम्प पुग्दा। हजुर, खाना खाएर सुतिहालेँ म त। एकदमै थाकिरहेको थिएँ, समिटको होल नाइट सुतेको थिएन, 2 रात भइसक्यो थियो नसुतेको, अनि सुतिहालेँ। 3.5 घन्टा जति सुतेँ। अनि बिहानै हेली आएछ, 5:30तिर हेली आएछ। हेली आएर कुमुदाले उठाउन आउनु भएछ। त्यहाँबाट किचन पनि नगयो भने सिधै हेलीतिरै गएँ। त्यो क्याम्प 3 र क्याम्प 4 को बिचमा यस्तो स्ल्याब पार्ट छ, त्यहाँ चाहिँ बिचमा मान्छे जस्तै देखेँ मैले चाहिँ। अनि त्यही मान्छे हो भनेर फर्केर आएँ, त्यही हो रहेछ अब लिन जान्छु भनेर। अनि पछि फेरि तल आएर अनि सबै गियर अप गरेर डाउन सुट लगाएर हेलीले क्याम्प 3मा ड्रप गरिदिनु भयो। अनि त्यहाँबाट 2 घन्टा जति माथि, त्यो अघि देखेको ठाउँ 2 घन्टा जति माथि गएर हेरेको त्यो त ढुङ्गा रहेछ। फेरि एक्कासी त्यो सबै होप नै फेरि डाउन भयो, कहाँ गयो। अनि त्यो लकिली त्यो दावाले चाहिँ फेरि बिहान जब हामीले हेलीमा चाहिँ उसलाई हेरेको थियो नि, हेलीको साउन्ड सुनेर ऊ चाहिँ फेरि होसमा आएछ क्या। घामले पनि तातेछ, ऊ चाहिँ बिउजेको जस्तो भयो अरे त्यति बेला। अनि फेरि रेडियोमा बोल्न थाल्यो ऊ चाहिँ। अनि त्यहाँबाट फेरि अनि म माथि क्याम्पसम्म गएँ, हेर्दै वरिपरि हेर्दै कतै देखेन। अनि फेरि पछि भएन भनेर फेरि अनि त्यो अब चाहिँ कतै छैन भनेर रेडियोमा नि के रिप्लाई आएन। सबै सक्यो, अब चाहिँ भेट्दैन। एक चाहिँ डोरी टाँगेर तल ऱ्याफ्टिङ गरेँ, तल गयो अनि यसो हेरेर अब चाहिँ फर्किन्छु भन्ने मिलाएको थिएँ। म पछि हेर्दा चाहिँ माथिबाट आफै आउँदै रहेछ बिस्तारै, माथिबाट आइरहेको रहेछ। लगभग 7400 होला। ऊ देखेपछि एकदमै रिलिफ भयो। ऊ चाहिँ एकदमै अनब्यालेन्स थियो, बिस्तारै हिँड्दा थियो। अनि तल आएर मैले भेट्ने बित्तिकै उसलाई जुस र अक्सिजन चाहिँ खुवाइदिएँ। अनि 1 बोतल जुस खुवाइदिएँ अनि अक्सिजन खुवाएर अनि एप्पल लगाएको थिएँ। एप्पलहरू खुवाएर अनि एकछिन राखेपछि अनि एकदम काम्न थाल्यो त्यो इनर्जी जुसले काम गरेर। चाहिँ एकछिन अक्सिजनलाई भत्तै बढाएर एकछिन अलि, अनि त्यसपछि बल्ल अनि 10 मिनटपछि अलि कन्सियस हुन थाल्यो। ऊ चाहिँ अरू नै कोही थर्ड पार्टीसँग यो आयो भन्ने त्यो आयो भन्ने, त्यहाँ हातमा यहाँ ठुलो आइसको ढिक्कै थियो हात, आइस नै थियो। अनि त्यसपछि अब क्याम्प 3 जम्दै अनि क्याम्प 3बाट हेलीमा उड्ने भने। अनि त्यसपछि बिस्तारै क्याम्प 3सम्म डोराउँदै ल्याएँ। क्याम्प 3 आइपुग्दा 2:30 भएको थियो। क्याम्प 3 पुगेपछि हेली आउने भन्ने कुरा थियो। अनि फेरि तल पुग्दा वेदर क्लोज भइहाल्यो, एकदम ठुलो हिउँ पर्न थाल्यो त्यसपछि त। अनि ट्रेनको फ्लाइसिट पनि उडाइसकेको रहेछ, अनि ट्रेन पनि इनर ट्रेन मात्रै थियो। अनि हिउँ पऱ्यो, एकदम हिउँ पऱ्यो अनि एकदम डर लाग्न थाल्यो। अब हेलीपछि चाहिँ हतार ट्रेनमा हालिदिएँ। अनि यसो हेरेको तल फ्लाइसिट रहेछ ट्रेनको, अनि ट्रेनको फ्लाइसिट चाहिँ उडाइदिए राति चिसो हुन्छ भनेर। अनि ट्रेनभन्दा आज लगभग त्यो अस्ति राति 4 फिट जति हिउँ पऱ्यो होला क्याम्प 3मा। अनि उसलाई चाहिँ त्यो कालो म्याट्रिस त्यो ओछ्याउने पी म्याट्रिस, उसलाई चाहिँ पी म्याट्रिसमा डल्लो पारिदिएँ। अनि म चाहिँ हिउँ धकेल्दै
हावा फेरि राति 1 बजीतिरसम्म हिउँ पऱ्यो त्यहाँबाट त हावा चलेको फेरि टेन्ट उडाउला जस्तै अब इनकेस भोलि हेली आएन भने चाहिँ दुईजनै गयो अब चाहिँ भन्ने चाहिँ फिक्स भएको थियो अब तल जाने चान्सै भएको थिएन 3-4 फिट हिउँ भइसक्यो सबै रोप पुरिसक्यो अनि मेन त त्यो क्याम्प र क्याम्पको बिचमा एभलान्स गएकै गर्छ यो तर्ने चान्सै छैन मैले उसलाई बोकेर भोलि हेली आएन भने चाहिँ फिक्स गयो अब दुईजनै भन्ने भइसकेको थियो अनि बिहानै हेली आयो अनि दावादाईको चाहिँ ठ्याक्कै आएर हेली टन्नै भएको थियो हिउँ अनि तलबाट पाइलटले हिउँ धेरै भयो भने ल्यान्ड गर्न सक्दैन हिउँ सफा गर भाइ भन्यो त्यो आधी घन्टा चाहिँ सबै हिउँ सर्यो हात खुट्टाले अनि बल्ल हेली आएर ल्यान्ड भन्नु मिलेन एकछिन यसो एकछिन ढक्क रोकिने आफै सर्ने हिँडिहाल्ने हजुर अनि फेरि मलाई लिन आउँछु भन्थ्यो मलाई लिन आउने बेला चाहिँ फेरि आएर ल्यान्ड नै गर्न सकेन भनेको हेली फर्केर गयो यतिकै ल एकछिन त फेरि अनि फेरि यसो हेरेको धन्न लक्कीले घुमेर आयो हेली अनि एकदमै टफ ल्यान्डिङ पाइलट दिदीले पनि तिम्रो लागि भनेर मात्रै आएको भाइ भन्दै हुनुहुन्थ्यो एकदम टफ ल्यान्डिङ भयो यो एकदम गाह्रो काम भयो लकीले हामीले तल सक्सेसली तल लान्छ सक्यो भन्दै हुनुहुन्थ्यो साथीहरूले सबैले एकदम राम्रो काम गर्यो धन्यवाद धर्म भयो जिन्दगी बचायो भन्ने हो इमोसनल भएको थियो एकछिन त राम्रो लाग्यो हजुर केही गरेँ कि साथीको लागि जस्तो लाग्यो